11 वर्ड्समा आएर आमा छोराले चेल्सी बुट लेख्दै हुनुहुन्छ। आमाले चाहिँ छोराको लागि चेल्सी बुट किनिदिनु भएको छ भने चाहिँ उहाँहरूलाई चाहिँ हामीले चिठा तान्न दिएको थियौँ। उहाँले चाहिँ 500 क्यास पाइसक्नु भएको छ है, हेर्न सक्नुहुन्छ ल मजाले 500 क्यास। ल एउटा चेल्सी बुट किन्दाखेरि 500 रुपियाँ क्यास ब्याक पाइसक्नु भएको छ। अनि तपाईँहरूले चाहिँ 11 वर्ड्स कसरी भिडियो हेरेर थाहा पाउनुभएको, यत्तिकै ऱ्यान्डम आउनुभएको थियो। ऱ्यान्डम आएको थियो हो ल अब चाहिँ फलो गर्नु पऱ्यो है त, फलो गर्नुभएको छ कि नै? ल उहाँहरू चाहिँ हाम्रो नन फ्लोर भयो पनि हामीले चाहिँ उहाँलाई चिठा तान्न दिएको थियौँ भनेपछि अबदेखि मजाले आउने होइन। तपाईँले 1000देखि माथिको सपिङ गर्नुभयो भने चाहिँ चिठा तान्न पाउनुहुन्छ है। 1000 रुपियाँ सामान किनेर 500 रुपियाँ क्यासब्याक आयो भने त 500 रुपियाँ प्रफिट भयो नि त होइन। सो यसरी नै तपाईँहरूले चाहिँ चिठा तानेर केही न केही क्यासब्याकहरू गिफ्ट ह्याम्परहरू लिन चाहनुहुन्छ भने 11 वर्ड्समा आउन सक्नुहुन्छ। सपिङ त गर्नैपर्छ जता भए पनि होइन। सपिङ गरेर पनि क्यासब्याक अनि अन्य सपिङ फ्री सपिङ अफरहरू पनि हुन्छ। ल लास्टमा तपाईँहरूलाई के भन्न मन छ? ल आमालाई चाहिँ ल उहाँ चाहिँ लजाउनु भयो, तपाईँहरू चाहिँ नलजाइकन 11 वर्ड्समा सपिङ गर्न आउनुपर्ने हुन्छ है त। यसरी नै गिफ्ट ह्याम्पर जित्नको लागि।